लगेको हामी महसुस गर्छौं र दुर्गा परसाई असुरक्षित छ भन्ने हामीलाई महसुस लागेको छ। किनभने यो नैसेरको कुरा हो, अधिकारको कुरा हो। यो दुर्गा परसाईले मात्र व्यक्तिगतको आवाज उठाएको होइन। म कुनै पार्टी म संगठन दुर्गा परसाईको कार्यकर्ता पनि होइन। एउटा आमा हुँ र आमाको विश्लेषण, आमाको पीडालाई मैले दुःखलाई सम्झेर मलाई दुख्दा, मेरो बच्चाहरूलाई दुख्दा, नेपाल दाजुभाइलाई दुख्दा, आम नेपालीलाई दुख्दाखेरि मलाई दुख्छ भन्ने भावले म नेपाल यो एयरपोर्टमा डोमेस्टिकमा आएको थिएँ। पत्रकारहरू कसैले पनि उहाँहरूले कैद गर्न पाउनु भएन। दुःखको कुरा छ। यसरी नै आफ्नो नैसेरको कुराहरू खोज्ने हो भने देखि हामी असुरक्षित हुन्छौँ भनेदेखि हामीले गिरफ्तार गराउनु पर्ने, हामीले पनि हात उठाएर आत्मदाह गर्नुपर्ने स्थिति सिर्जना देख्छु। त्यसले गर्दाखेरि तपाईहरूले यहाँबाट लगेको हो भने पनि हामी जिल्ला अदालत जाउँ। किनभने आज शुक्रबार हो, त्यहाँ जिल्ला अदालतमा ल्याउन सक्छ। हजुरहरूले जसरी हुन्छ यो दुर्गा परसाईलाई काठमाडौँ ल्याइएको हो र अपहरण शैलीले नेपाल सरकारले गरेको हो भने यसको तपाईहरूले छिटो खोज्नुपर्छ र खोज्न निधो आरोपित व्यक्तिलाई पक्राउ गर्ने कुरा सामान्य भयो। हजुर दुर्गा परसाईको अभियान म केही पनि होइन गुमाएका हामी म राजावादी होइन। म राष्ट्र तपाईको दुर्गा परसाईको कुनै कार्यकर्ता पनि होइन। म एउटा शुभचिन्तक हो। म आमा भगवती दुर्गा परसाईलाई अब सम्भवतः सरकारले थुनामा राख्छ। थुनामा राखेर दुईवटा कसुरमा मुद्दा चलाउँछ। लामो समय नै थुनामा बस्नुपर्ने देखिन्छ। त्यो कसुरको गम्भीरता अनुसार हजुरलाई के लाग्छ? दुर्गा परसाईलाई थुनामा राखेर अनुसन्धान गर्ने कि बाहिरै राखेर चाहिँ अनुसन्धान? होइन, यस्तो अनुसन्धान नेपाल सरकारको कानुनमा राजनीतिक मुद्दा हो, नै गर्न पाउनुपर्छ। दुर्गाले पनि सुरक्षितसँगले बस्न पाउनुपर्छ र नेपाल सरकारले पनि आफ्नो कानुनलाई टेकेर उहाँले कुन कुन कारबाही अगाडि बढाउनु पर्ने हो, के गर्नुपर्ने हो। दोषी हो भने दोषीलाई कारबाही हुनुपर्छ। होइन भनेदेखि यस्ता खालको अपहरण शैलीले चाहिँ लान पाइँदैन। किनभनेदेखि यो निन्दनीय घटना छ यो। किनभने अहिलेसम्मको जो बोल्यो त्यसलाई समाउने होइन, अपहरण गर्ने होइन नि यो त। उहाँ आफै नै त्यो दिन चाहिँ प्रहरी समक्ष उपस्थित भएको भए त अपहरण गर्नु पर्दैन थियो होला। भारतसम्म पुगिसकेपछि त खोजेर ल्याउने। नै भाइ सुन्नुहोस् न, हामीले अधिकार पनि खोज्ने होइन र हामीले अधिकार खोज्दै जाँदाखेरि हामी मृत्यु नै रोक्नुपर्छ भने त्यो त होइन नि, भाग्नु त पर्छ नि। प्रचण्डले किन 10 वर्षसम्म जनयुद्ध गरे त? शासन लागू भएको छ, सुरक्षित भएको थियौँ हामी त्यो बेलामा। हाम्रो साथी अझै पनि यहाँ जनताहरू समातिरहेका छन् भने सही र गलतलाई जसले जुन हातपात गर्यो, चोरी गर्यो, त्यो चिजलाई चाहिँ उहाँहरूलाई समाउनुहोस् न। होइन, तपाईँको दुर्गा परसाई मात्र कमान्डर थिएन नि, त्यहाँको नेतृत्व मात्र सबै हुनुहुन्थ्यो नि। ल जस्तो धवल शमशेर मिश्रादेखि अरू लगायत पनि थियो नि त। दुर्गा परसाईलाई नै अपहरण शैली किन लानु पर्थ्यो? दुर्गा परसाई जिम्मेवार छन् कि छैनन्? त्यसो भए कमान्डर हुनु नि, जन कमान्डर हो नि। हुन्छ न, हेर्नु सर, होइन हामीले पनि त्यो जिब्रो चपाएर बोल्ने कुरा हुँदैन। कमान्डर हो, नेतृत्व गर्ने बेलामा जे पनि हुन्छ, लडाई हो, युद्ध हो, होइन, टुटाइ हुन्छ, लडाई हुन्छ, टाउको जान्छ, खुट्टा जान्छ, हात जान्छ, त्यो एउटा कुराको र किन सजिलो छैन नि हामीले अधिकार माग्नको लागि। चित्त दुखाइ चाहिँ दुर्गा परसाईलाई पक्राउ गर्यो भन्नेमा कि अथवा होइन? दुर्गा परसाई पक्राउ पर्यो भनेर होइन, पक्राउ पर्नुपर्छ। तर अपहरण शैलीलाई लाँदाखेरिको दुःख तपाईँहरूले के हेर्नु भयो त? तपाईँहरू मिडिया बस्नु भएन, खिच्नको लागि बस्नु भएन तपाईँहरू? हामी पनि त एउटा आमाको नाताले बसेका हो नि त। हामी कुनै पार्टी संगठनको कार्यकर्ता नेतृत्व वर्ग त होइनौँ, तर हामी शुभचिन्तक हो, आमा हो होइन। त्यसले गर्दाखेरि हामीलाई दुर्गा परसाईले अपहरण गर्यो भनेर लगेको होइन, समाते भनेर लगेको होइन। तर यो गुण्डा शैलीले तपाईँहरू बसेको यत्रो मिडिया हुनुहुन्छ नि, तपाईँले कसैले कैद गर्न पाउनुभयो? होइन नि हो। त्यसले गर्दा यसमा चाहिँ दुःख र मेरो आक्रोशित हो। र नेपाल सरकारले संयम अपनाएन भने अझ देशले दुर्घटना पाउँछ। परसाई कोबाट असुरक्षित हुन्? उनले भने मलाई मार्न सक्थे, जनताबाट होइन, मार्न सक्थे। नेपाल सरकार भने केपी शर्मा ओली अहिले भएको केपी शर्माबाट भन्नुस् ठ्याक्कै। र केपी शर्मा नेपाल सरकार भनेको अहिले केपीले चलाएको शासन हो। उहाँबाट नि असुरक्षित भएपछि र केही दलका नेताहरूकोबाट पनि सुरक्षित भएको जस्तो मलाई महसुस लाग्दैन। त्यस कारणले दुर्गाले आत्मसमर्पण गरेको मलाई मेरो आत्मबलले बोल्छ। उहाँले जुन हात उठाउनु भयो, धेरै गर्नुभयो, गल्ती गरेकोले गल्ती भन्नुपर्छ, राम्रोलाई राम्रो भन्नुपर्छ। हेर्नुहोस् है, किनभने हामीले अधिकार खोज्दै जाँदाखेरि होइन, जस्तो आज एकै दिनको घटनामा त्यत्रो घटना भयो, त्यो त शान्तिपूर्ण घटना थियो नि त। तपाईँको कार्यकाल स्थलमै असुरी ग्यास हानिएको छ होइन, दुईतर्फीबाट गल्ती नभएदेखि यो घटना हुने थिएन के। त्यसले गर्दाखेरि घटना आन्दोलनकारीबाट भन्दा पनि नेपाल सरकारबाट ज्यादै भएको मैले यसमा देख्छु। हजुर सबैलाई नमस्कार।